First of all, happy anniversary to my dear wife. आज चाहिँ हाम्रो एनिभर्सरी हो है अनि आजको अस्पिसियस ओकेजनमा चाहिँ है म चाहिँ मेरो वाइफलाई बुके किनिदिएको छु अनि यो बुके चाहिँ अब एकदम मैले उसको लागि लुकाएर राखेको थिएँ उसलाई सरप्राइज दिनुको लागि म चाहिँ लुकाएर लाँदैछु बुके हो लेट्स सी हाउ विल बी हर रियाक्सन रेडी भयो अन्त रेडी के गर्दैछौ रेडी अब राम्रै भयो ल तिमीलाई सरप्राइज ह्याप्पी एनिभर्सरी Thank you so much. मन पर्यो हिजो बेलुका ल्याएर लुकाइराखेको थिएँ नि मैले तिमीलाई सरप्राइज ह्याप्पी एनिभर्सरी Happy anniversary. Thank you so much. पुरा मन पर्यो ढोक्दै अनि हामी चाहिँ हाम्रो दिनको सुरुवात चाहिँ हामी यसरी नै गरिरहेको छौँ है ह्याप्पी एनिभर्सरी Thank you, Papa. Happy anniversary एकदम धेरै धेरै अब उयो छ के आशीर्वाद छ सधैँ एकदम मिलेर बस्नु धन धान्य मान सम्मान सबै एकदम परिपूर्ण होस् ल हामी चाहिँ अब डोमिनोज जाँदैछौँ खाजा खानु है भोक लाग्यो हामी चाहिँ अब यहाँ फाइनली डोमिनोज पुग्यो अनि अब यता जाँदैछौँ खाजा खानु लन्च गर्नु हल्का रमाइलो हामी चाहिँ अब हाम्रो अर्डर पर्खिरहेको छौँ डोमिनोजमा अनि भोक निकै लाग्यो है अनि हाम्रो अर्डर पनि आइपुग्यो अनि वी आर लाइक स्टार्भिङ हामी चाहिँ अब लन्च गरिसक्यो अनि अब केक किन्नु जाँदैछौँ हामी चाहिँ अब यता सुत्तिस आइपुग्यौँ है अनि केक किन्नु जाँदैछौँ हामी चाहिँ अब अनि लेट्स सी अब केक पाउँछ पाउँदैन है केक पाउँछ पाउँदैन लेट्स सी अब बेलुका स्न्याक्सको लागि चाहिँ अब यसो हल्का फुल्का अब है चिकन ससेस एन्ड अल हामी के जाति अब हाबीजाबी किन्न आइरहेको छौँ यता स्न्याक्सको लागि है खानेकुराहरू अन्त यताउता हाबीजाबी सामानहरू किनेर हामी चाहिँ अब घरतर्फ लाग्दैछौँ अनि झोलामा निकै सामान भरिएछ आपाले आज हाम्रो लागि चिकन बिरयानी बनाउनु हुँदैछ दामी दामी मिठो बास्ना आउँदैछ मिठो भएछ न हजुर आपा मिठो बास्ना आज मेरो छोरा र चाङको एनिभर्सरीमा चाहिँ मेरो तर्फबाट चिकन बिरयानी हुन्छ थ्याङ्क यू आपा ल चिकन बिरयानी चाहिँ ल हुन्छ दामी मिठो बास्ना आउँदैछ नि मिठो हुन्छ अहिले यो भएको छैन यो चिकन मात्रै हुँदैछ हो चिकन मात्रै है अब यहाँ उयो हुँदैछ यो एकदम यहाँ छ चामल चामल अहिले उयो गरिरहेको छ हो ल्याउनुपर्छ हाल्नुपर्छ ल चामल भिजाइरहेको छु हो हजुर अहिले एकछिनमा अब हुन्छ हजुर आपा अब यहाँ कुकरमा पनि छ आलु र अन्डा कुकरमा छँदैछ हो हजुर भइसकेछ ए यो आलु पाकेन यो आहा ए पाकेछ पाकेछ यो आलु र अन्डा पनि हो रेडी छ अब यो हजुर हजुर यसको लागि दामी हुन्छ आपाले अरू बेला पनि बनाउनुहुन्छ नि मिठो हुन्छ अनि चिकन बिरयानी पनि अब रेडी भयो अब चिकन बिरयानी पनि रेडी भयो अनि आजको स्पेसल चिकन बिरयानी रेडी छ अब लो खानुपर्छ स्पेसल हो यहाँ कटिङ गर्ने काम गर्नुहुँदैछ हो फ्राई गर्ने चाहिँ मेरो काम हो अझै चिकन ससेस आजको स्पेसल चाहिँ चिकन ससेस यता अनिताले फ्राई गर्दैछ फ्राई गर्ने डिपार्टमेन्ट चाहिँ उता अनिताको अब अनि आजको स्पेसल केक हाम्रो एनिभर्सरीको है इट्स लाइक सो कल टिफिन केक अब चाहिँ केक कटिङ सेरेमनी पनि हुन लागिरहेको छ लु अब एनिभर्सरी केक काट्नुहोस् तपाईँहरूले आजको एकाअर्कालाई खुवाइदिनु ह्याप्पी एनिभर्सरी भन्नु ह्याप्पी एनिभर्सरी बोथ अफ यु थ्याङ्क यू सो मच ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी ल तपाईँहरूलाई पनि खुवाइदिन्छ हामी तिमीहरू खाऊ न पहिला भयो बाबालाई खुवाइदे ल बाबालाई खुवाइदे थ्याङ्क यू आमा आमालाई खुवाइदियो अब खुवाइदियो र आमालाई
सानो मात्रै खानु नि छोटा वाला आशीर्वाद छ तिमीलाई कस्तो भएछ हौ मिठो भएछ आजको स्पेसल चिकन बिरयानी आफूले बनाउनु भएको है हामी चाहिँ अब खाँदैछौँ कस्तो भएछ आमा दामी भएछ दामी है कस्तो भएछ हेऱ्यौँ 10 मा कति हो मार्क्स चाहिँ 10 आपा दामी 10/10 दामी भयो आपाले त स्पेशल बनाउँछ नि उहाँ गाउँछु चिकन बिरयानी चिकन बिरयानी स्पेशल बनाउँछ चिकन बिरयानी बिरयानी स्पेशलिस्ट स्पेशलिस्ट हो नि त आप है दोकानमा पनि जिताउने है दामी भयो दोकानमा पनि जिताउनु पर्छ यहाँ चाहिँ अब चिकन बिरयानी है स्पेसल चिकन बिरयानी आफूले बनाउनु भएको है आज चाहिँ दामी भएको छ हो अनि मिठो एकदम डिलिसियस भयो है है अपा है अनिता मिठो है दामी 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 बल दामी भन्नु त स्वाद होला अब आफैले पकाएर मिठो भयो मिठो आजको दिन पनि राम्रैसँग बित्यो अनि तपाईँहरू जतिजनाले पनि हामीलाई हाम्रो एनिभर्सरीमा विश गर्नुभयो है थ्याङ्क यू सो मच एभ्री वान तपाईँहरू सबैजनाले हामीलाई यसरी नै सपोर्ट अनि माया दिनुहोस् है अनि हामी यसरी नै इन्ट्रेस्टिङ भ्लग्सहरू लिएर आउँदैछौँ अब हाम्रो अपकमिङ डेजमा अन्टिल नेक्स्ट टाइम